नमस्ते व्यवसाय नेपाल च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी बेथानचोक गाउँपालिका 2 गेल्लुङ बजारमा आइपुगेका छौँ। गेल्लुङ बजारमा यो खुवाको प्रसिद्ध खुवा छ। विगत 9 वर्षदेखि गर्दै आउनु भएको खुवा व्यवसाय अहिले चाहिँ दुध सङ्कलनदेखि लिएर गाउँमा यो गाउँको पुरै दुध सङ्कलनदेखि लिएर खुवासम्मको यात्रा छ उहाँहरूको। देउराली खुवा एन्ड दुग्ध सङ्कलन केन्द्र भनेर नाम राख्नु भएको छ र प्रसिद्ध छ। पछिल्लो समय सामाजिक सञ्जालमा समेत प्रसिद्ध छ। नबिना बहिनी हुनुहुन्छ, नबिना केसी बहिनी, कसरी खुवा उत्पादन गर्नुहुन्छ, कहाँ बजारीकरण कसरी गरेर राख्नु भएको छ भनेर दुध सङ्कलनदेखि लिएर खुवासम्मको यात्रा तपाईँहरूलाई देखाउन गइरहेका छौँ। नमस्कार, स्वागत गरे बहिनी। धन्यवाद। तपाईँहरूको कसरी के छ? आज हामी अलि टाढा पुग्यौँ, काठमाडौँबाट झन् 2-2.5 घन्टाको यात्रापछि यहाँ पुगेका छौँ। तपाईँहरूको खुवा हेरौँ न है। दाउराले बनाएको खुवा, यही दाउराले बनाएको हो। म तपाईँलाई खुवादेखि दुधदेखिको खुवासम्मको हाम्रो यात्रा कस्तो रह्यो त म तपाईँलाई देखाउँछु। हजुर हस्। सुरुमा यहाँ भट्टीमा आइपुग्यौँ। हजुरलाई हेर्न सक्नुहुन्छ आगोबाट एकदम यहाँ दाउराले बनाएको खुवा त्यसरी कराईमा चलाइ आफ्नै मेहनतले हजुर प्रत्यक्ष रूपमा हेरेर गाउँमै स्वरोजगार हुनु भएको छ हैन? एकदम गाउँमै आफ्नै परिवारसँग बसेर काम गर्न पाइरहेका छौँ। एकदम खुसी साथ। यो चाहिँ हाम्रो सुरुको यात्रा भयो हैन? हजुर, यो चाहिँ एकदम हाम्रो सुरुको यात्रा। ल नबिना बहिनीको, नबिना केसी बहिनीको र उहाँहरूको परिवारको सहितको यो सामूहिक व्यवसाय, पारिवारिक व्यवसाय भनौँ। पारिवारिक व्यवसाय भयो। दुध चाहिँ कति दिनको कति आउँछ भन्नुभयो? दिनको हाम्रो दुध चाहिँ 500 लिटर जति आउँछ। ए 500 लिटर। हजुर। यही चाहिँ भट्टीमा चाहिँ कति बनाउनुहुन्छ? यहीँ हामीले 100-150 लिटर बनाउँछौँ यता चाहिँ। यो चाहिँ टाइम लाग्ने भयो हैन? हजुर, यहाँ टाइम लाग्छ नि त। अब कति मिनेटमा एउटा भाँडामा कति मिनेटमा बन्छ भन्नुभयो? यो अब बाक्लिसक्यो अहिले चाहिँ। यसलाई अब हुनलाई 10 मिनट लाग्छ। 10 मिनेट। हजुर हजुर। यो खुवाको फाइदा चाहिँ के छ नि? यो खुवाको धेरै फाइदा हो। ए फाइदा मात्रै छ यो खुवाको। अब यसरी कराईमा चलाउँदा गरेर आइरन भएयुक्त होइन, अनि दुधै प्रोटिनयुक्त हुन्छ नि त। त्यो आइरन र प्रोटिन मिसेस त अब फाइदा त धेरै भइहाल्यो। त्यही माथि यो त अब सुत्केरीहरूलाई पनि यो खुवामा मसला हालेर बनाएर दियो भने एकदम राम्रो बेस्ट हो यो चाहिँ। अनि अब बुढा मान्छेहरूलाई पनि हुन्छ नि त, अब दाँत नभएको चपाउन नसक्नेहरू खानेकुरा भन्दा त यो त एकदम राम्रो हो नि त। यो खुवाको चाहिँ धेरै थरी फाइदा छ क्या। फाइदा हो भनेपछि यहाँ कोसेलीको रूपमा कसैले हजुर एकदम यहाँबाट मानिसहरू अब बजारतिर कसैको आफन्तकोमा जानु पर्यो भने कसैले चाहिँ खुवा नै लिएर जानुहुन्छ कि। फलफुलमा पाउने भएर कि? हजुर, होइन फलफुल भन्दा त यही राम्रो हो नि त। फलफुलमा नि आजभोलि त मिसावट हुन्छ नि त। अब यसमा त केही मिसावट छैन, एकदम प्योर छ। यो त अर्ग्यानिक भयो। अब यहाँको त घाँस पनि एकदम राम्रो नि त। त्यो घाँसको दुध एकदम झन् भैँसीले खाने घाँस, त्यो दुध पनि एकदम प्योर भएपछि त यो खुवा पनि एकदम प्योर भइहाल्यो। अनि यो चाहिँ धेरै नै फाइदाजनक छ कि यो खुवा। हजुर, फाइदा हो। फाइदा हुने भएर नै हामीले नि अब यसै सेवाको लागि बसेको हो नि। हजुर। यो चाहिँ दुध ट्याग लगाउनु भएको छ है यसमा चाहिँ? यो ट्यागको बारेमा भनिदिनु न, के हो यो? यो चाहिँ अब हामीले अब किसानहरूले दुध लिएर हुन्छ होइन, जस्तै 10 माना 20 माना दुध लिएर हुन्छ नि त। त्यसको चाहिँ हामीले अब यसमा कति पानी मिसा छ छैन, दुध कतिको राम्रो छ भन्ने क्वालिटी चेक गर्नको लागि हजुर यो ट्याग हालेको। यसमा चाहिँ 4 माना दुध छ होइन। यो 4 माना दुधलाई चाहिँ हामीले अब यो कराईमा हाल्छौँ। कराईमा हाल्दाखेरि ठ्याक्कै 3 पाउ खुवा पुग्यो भने सबै दुधको पैसा आयो। 3 पाउ पुगेन भने यो खुवा दुध काटिन्छ कि यसको चाहिँ। अब कति दुध छ त्यही अनुसारले दुध खुवा कति भयो त्यही अनुसारले ठ्याक्कै काटिने हो कि यो चाहिँ। कसरी आएको मैले त पानी हालेको थिएन भन्नुहुन्न? भन्नु त हुन्छ, तर विश्वास अब यहाँ छ नि त, प्रमाण छ नि त। प्रमाण सहित हो नि त काम गर्ने त हामीले। अब ठ्याक्कै अब यो अब हालेपछि अब ठ्याक्कै 600 ग्राम खुवा पुग्नुपर्छ कि। 600 ग्राम जोग्दाखेरि 600 ग्राम पुग्छ। यो एउटा दुध बराबर 600 ग्राम पुग्नु पर्यो। हजुर, पुग्नु पर्यो। त्यो ट्याग 10 नम्बर 9 नम्बर हजुर। कति हाम्रो चाहिँ यहाँ 18 नम्बर 4 नम्बर कति 18 नम्बरसम्म हुनुहुन्छ यहीँ चाहिँ। माथि डेरीमा पनि छुट्टै हुनुहुन्छ, यहाँ चाहिँ 18 नम्बरसम्म हुनुहुन्छ। यो घर नम्बरको कि व्यक्तिगत अब नम्बर राखेको हामी चिन्नलाई सजिलो हुन्छ। कारोबार गर्न सजिलो हुन्छ। चिन्नलाई सजिलो हुन्छ। अब 1 नम्बरमा एकजना किसान, 2 नम्बरमा अर्कोजना किसान हुन्छ नि त। अब उहाँहरूलाई चिन्न नि सजिलो, अनि उहाँहरूको खुवा कति भयो भनेर जोखेर लेख्न पनि सजिलो के। त्यही भएर हामीले चाहिँ यसरी चिन्नको लागि चिट राखेको के यो चाहिँ। रेगुलर दैनिक चेक गर्नुपर्छ हामीले। दैनिक चेक गर्नुपर्छ। पुग्छ पुग्दैन भन्ने कुरा थाहा हुँदैन नि त। अनि कतिको खुवा पर्छ भनेर अब पानी हाल्नुभयो भने त पुग्दैन, अनि त्यही अनुसारले हामीले दुध कटाउन पायौँ। त्यही भएर नि हामीले यो ट्याग राखेको हो। हामीले चाहिँ यो होइन अब कति 6 माना दुध हाल्छौँ यसमा। अनि एकपटकमा एउटा कराईमा 6 माना हाल्छौँ। अनि त्यही अनुसारको आगोको हिट पनि चाहिन्छ, नत्र खुवा बन्न टाइम लाग्छ। त्यो खुवा हिट भयो भने लगभग यो पाक्न त अब 10-15 मिनट अझै लाग्छ। भर्खर आगो बाल्यो नि त, चुलो ताप्दैछ। यत्रो दुधलाई घोटेर चलाउँदा दुःख गरेर चलाउँदा गएपछि हामीले यो कचौराको एक कचौरा खुवा निकाल्छौँ। तपाईँलाई त खुवा बनाउँदा खुवावाली भन्न थालिसक्यो होइन? हजुर हजुर। अब यहीँ काम गर्ने, यहीँ बस्ने भएपछि त खुवावाली नै भनेर चिनिन थालिसक्यो। कहिलेबाट चिनिनु भन्नु खुवावाली भनेर चाहिँ? भयो 1-1.5 वर्ष 2 वर्ष जस्तै भयो। सुरुमा थिएन। सामाजिक सञ्जालमा कहिलेबाट आउनुभयो नि?
म त अब सामाजिक सञ्जालमा त पहिलेदेखि हो तर सुरुमा चाहिँ यहाँ अब म भन्दा नि बढी चाहिँ ड्याडी बस्नुहुन्थ्यो नि त ड्याडीले गर्नुहुन्थ्यो पछि भएपछि चाहिँ अनि म बस्नु थालेर तपाईँ आइसकेपछि चाहिँ चलाउनु भयो होइन हजुर म आइसकेपछि अनि अब अहिले चाहिँ खुवावाले टिकटकमा तपाईँको खुवा देखेर आएको भन्नुहुन्छ कि प्रायःले यहाँ आउनेले चाहिँ अहिले चाहिँ मेरै नाम लिएर आउनुहुन्छ कमेन्ट गर्दा नि त्यही भन्नुहुन्छ क्या हजुर हजुर खुवावाले नै भन्नुहुन्छ कस्तो लाग्छ त्यस्तो सुन्दा खुसी लाग्छ नि अब आफ्नो जे भने आफ्नो गरिरहेको कामबाट चिनिनु भने त परिचय दिएछ होइन हजुर राम्रो राम्रो हो नि त त्यो सुरुमा चाहिँ कहिले बनाउनु भयो आफैले भिडियो बनाउनु भएको थियो के मैले भिडियो टिकटकतिर बनाएर हालिरहेको थिएँ अनि टिकटकतिर हेरेर पनि तपाईँको टिकटक हेरेर खुवा खान आएको भन्नुहुन्छ कि यहाँ आउने मान्छेहरू अनि खुसी लाग्छ कि त्यस्तो सुन्दा पनि अब तपाईँको नामले चिनिने भयो होइन खुवा उद्योग भन्दा नि नामले चिनिने यहाँ त एउटा केसी बहिनीको खुवा पसल होइन भन्दै नै आउनुहुन्छ मान्छेहरू अब मनो भएको बेला खै त केसी बहिनी भन्न दाइहरूलाई नि सोध्नुहुन्छ ए हजुर अन्त तपाईँलाई त मैले टिकटकमा देखाएको थिएँ तपाईँ त टिकटक कति बनाउनुहुन्छ है पनि भन्नुहुन्छ त्यति हुँदा नि खुसी लाग्छ बेला विश्वास गर्दैन कि हो कि अनि म त्यति कहीँ पनि जाँदिनँ अनि यही हो भनेपछि अनि विश्वास पनि गर्नुहुन्छ म त्यही पनि धेरै टाढा जाँदैन यहीँ बसिराख्ने हो ए हजुर एकपटकमा कति 6 लिटर भन्नुभयो है 6 लिटर अलिक बढी हुन्छ 3 माना के 6 माना चाहिँ 3 लिटर अलिक बढी हुन्छ 6 माना सिस्टमले हाल्छौँ हामीले चाहिँ 6 मानाको दरले सबै 6 मानाको हो यो 6 मानाको एक कचरा निस्किँदा 6 कचरा निस्किन्छ क्या 10-12 मिनट लाग्छ यो अब हिट भइसकेपछि हजुर अब यो आगो बल्दै गएपछि पछि भएपछि छिटो हुन्छ यो अगाडि लिएर आएपछि त जे होस् अब यो भर्खर उम्लिँदै बाक्लिँदै आउँछ नि त सेकेन्ड थर्डमा बाक्लिँदै आएपछि फर्स्टमा आउँदा छिटै हुन्छ त्यसो लास्टको बन्न चाहिँ कति टाइम लाग्ने लास्टको बन्न चाहिँ लाग्छ 1 घन्टा 1 घन्टै लाग्छ लास्टको बन्नलाई पछि चाहिँ हिट भइसकेपछि चाहिँ सामान्य हुने भयो होइन हिट भएपछि लगभग अनि यो सुरुमा आउँदा एउटालाई 10 मिनट लाग्छ 10 मिनट लाग्दा लास्टको आउँदा 1 घन्टै लाग्छ कि ए पछि चाहिँ 10 मिनटमै जान्छ यो चाहिँ 10 मिनट लाग्छ अब यसलाई लिएर चाहिँ त्यसलाई पनि 10 मिनट लाग्दा लास्टको त 1 घन्टै लाग्ने भयो नि त 6 वटा कराएपछि 1 घन्टै लाग्छ हजुर ए सार्दै ल्याउने होइन सार्दै अब यो भएपछि यसलाई यसमा झिकेर्ने अनि रोटेसन बाई यसलाई सार्दै लिएर यो झिकेकोलाई चाहिँ लास्टमा लगेर बसाल्ने हो कि त्यस्तै हो ए हजुर माथि सङ्कलन चाहिँ बिहान कति बजीबाट हुन्छ डेरी आफ्नै छ भन्नुभयो होइन डेरी आफ्नै 2 ठाउँमा छ आफ्नै गाउँमा डेरी 2 ठाउँमा छ ए डेरीमा चाहिँ खालि सङ्कलन मात्र गर्नुहुन्छ कि अरू पनि गर्नु सङ्कलन मात्रै हो एक ठाउँमा चाहिँ पसलै छ अब सामान यसो चाहिएकोमा भनेपछि त्यही पाउने नौनी होइन त्यस्तो सामान चाहिँ होइन यस्तो चामलहरू खाद्यान्न सामानहरू त्यो किसानहरूलाई दिन्छौँ हामीले त्यहाँ कति बजी सङ्कलन चाहिँ कति बजी गर्नुहुन्छ त्यहाँ 6:30-7 बजीदेखि हुन्छ 10 बजीसम्म एउटा डेरीमा चाहिँ 10 बजीसम्म लाग्छ एउटामा त सकिसकिकन दुध पनि आइसक्यो एउटामा चाहिँ 10 बजीसम्म लाग्छ एउटामा चाहिँ 10 बजीसम्म एउटा चाहिँ आफ्नै घरकै अङ्कल हुनुहुन्छ मेरो अङ्कलले हेर्नुहुन्छ एक ठाउँमा चाहिँ दाइ हुनुहुन्छ दाइ कति बिहान राति कति बजी सुरु चाहिँ कति बजी हुने सङ्कलन गर्नु बिहान त्यही 6-6:30 बजेदेखि सुरु हुन्छ यो अहिले दुध आइपुग्यो नि भर्खर त्यो दुध चाहिँ 6:30 बजेदेखि सुरु भयो 1 घन्टामा सकिन्छ जे 7:30 मा गाडी यहीँ आइहाल्यो गाडी आफ्नै हो ए आफ्नै गाडीमा ओसार्ने आफ्नै गाडीमा ओसार्ने हो अर्को लड लिन गइसक्यो अर्को लड लिनलाई अर्को गाडीमा आउँछ यो अहिले भर्खर गएको चाहिँ यहाँ माथि पनि दुई ठाउँमा छ क्या अनि दुध धेरै छ ए हजुर त्यहाँ लिन जानुभएको अर्को डेरीको चाहिँ अर्को गाडीमा आउँछ दुईटा गाडीमा आउँछ त्यो डेरीमा चाहिँ ढिला हुन्छ कि अब किसान धेरै हुनुहुन्छ हजुर 20-25 जना किसान हुनुहुन्छ अब कोही ढिला आइदिनुहुन्छ कोही छिटो आइदिनु कुरो बस्नु पऱ्यो नि त एकजना भए पनि अनि त्यहाँ चाहिँ लाग्छ 9-9:30 बजीसम्मै लाग्छ त्यहाँ चाहिँ अनि अब त्यही हो 2 ठाउँबाट आउनु बाँकी छ दुध अब त्यो दुध सबै जम्मा भएपछि उता घोट्दै तताउने यता घोट्ने चाहिँ तताएर राख्ने हो जम्छ नि त फाट्छ भनेर उता चाहिँ घोटिराख्ने हो क्या सजिलो छ सिस्टम बुझ्नेलाई सजिलो छ नबुझ्नेलाई त गाह्रै छ यो सिस्टम पनि यो चाहिँ के अब लगातार गरिराख्नुहुन्छ कि अब यही पेसा अँगालो हुन्छ कि के गर्नुहुन्छ अब हेरौँ अब राम्रै भइरहेको छ अहिलेसम्म किन छोड्नु र होइन यही पेसै गरिराख्नुपर्छ यसलाई बढाउने योजना के छ अहिले त मेसिन पनि राख्नु भएको छ पछि समय होइन पहिला हातमै अब कति 1-2 बजीसम्म गर्थ्यौँ भन्नुभयो राति 12-1 बजीसम्म लाग्थ्यो अब मम्मीहरू त बेलुकासम्मै बस्नुहुन्थ्यो 1-2 घन्टा सुतेर फेरि बिहान उठेर परिवारसँग भेटघाटै नै हुँदो रहेछ त भेटघाटै खासै हुँदैन थियो अब त्यति बेला घरमा बस्नु पनि थियो मैले त्यता घरतिर नि हेर्थेँ अब गाईहरू पनि पालेको थिएँ नि त अब मैले त्यही गाई पनि हेर्थेँ बाहिरमा हुन्थ्यो भाइले र मैले हेर्थ्यौँ अनि डेरी भाइले हेर्थ्यो बिहान ए हजुर अनि भाइ अहिले बाहिर गयो भाइ गएपछि अनि अङ्कलले हेर्नुहुन्छ कि डेरी चाहिँ त्यस्तो हो नत्र पहिला बस्तु हुन्थ्यो बस्तु पनि हेरेकै थियौँ यता पनि गरेकै थियौँ बारी पनि थियो बारीमा पनि भ्याएकै थियौँ ए गाई बस्तु पालेर भाइ र तपाईँ चाहिँ गाई बस्तु हेर्ने अनि हजुर बुवामा चाहिँ यता पसलमा हजुर यहाँ बस्नुहुन्थ्यो अहिले चाहिँ सबै छोड्नुभयो अहिले बारी पनि कमाउनु दियो अब भ्याइएन कि अब यो दुध बढ्दै गयो काम पनि बढ्दै गयो नि त अनि भ्याइएन अनि बारी कमाउनु दियौँ हामीले अनि वस्तु पनि बेच्यौँ अब कोही नबस्नेपछि अब घरै गइँदैन त्यति कहिले काहीँ हो घर जाने नत्र यहीँ बस्ने हो हामी हजुर अनि अब
काम पनि थपिँदै गएपछि सबैतिर भ्याउँदैन नि भ्याइँदैन नि त अनि त्यही भएर छोडियो अहिले घरतिरको काम अनि भाइलाई अब बढाउनु पर्यो यहीँ आउनु भन्नुहुन्न भाइलाई भने अब उसलाई अब रहर बाहिर जाने एकचोटि रहर गऱ्यो ए हजुर उसको नि उता अब राम्रै भइरहेछ हजुर यता हामीले सम्हाल्न सक्यो भने त्यसै किन बोलाउनु सकिराख्नु भएको छ अहिले त अहिलेसम्म सकिरहेको छ जम्मा कतिजना हुनुहुन्छ यहाँ चाहिँ यहाँ हामी अब काम गर्ने दाइहरू 2 जना हुनुहुन्छ म ड्याडी त्यति बस्नुहुन्न मम्मी र म चारजना भ्याइराख्नु भएको छ है 4 जनाले भइरहेको छ यो मेसिन ल्याइसकेपछि सहज भयो होइन हजुर मेसिन ल्याउनुभन्दा अगाडि यो मेसिन थियो यो चाहिँ ग्यासबाटै हो फेरि ए यो चाहिँ हजुर हजुर ए यो ग्यासबाट यो चाहिँ ग्यासबाटै थियो यसमा चाहिँ टाइम लाग्ने कि अब हामीले उता 10-15 मिनट हुने काम यसमा 1 घन्टा जस्तै लाग्थ्यो फेरि मान्छेहरूले ग्यासबाट भनेपछि त्यति रुचाउँदैन है त्यति यो खुवा त त्यति जान नि जाँदैन बाहिर पनि त्यो त अब उता अर्डरको मात्रै हो ठेकदारहरूलाई मात्रै हो हजुर मेसिन भनिसकेपछि मान्छेहरूले यहाँ आएपछि नि के मेसिन उखालानी र भन्नुहुन्छ नि त गाउँमै पुगिसकेपछि होइन अनि गाउँमै पुगिसकेपछि यसरी आगोबाट बनाइराखेको देखिसकेपछि अनि यो मेसिन छोडेर अनि त्यही अब आगैबाट भयो भने त्यही राम्रो छ नि त अनि त्यही लिएर गयो कि त्यो 200बाट 500मा पुग्नुभयो अलि चाडबाडमा 800सम्म पुग्नुभयो बुवामा के भन्नुहुन्छ पहिलाको दुःख सम्झिँदाखेरि आमा विशेष गरे होइन 2-3 घन्टा सुताइ थियो अहिले चाहिँ सुत्नु त पाइराख्नु भएको अहिले सुत्नलाई अहिले एकदम अब काम पनि लगभग 8-8:30 बजीसम्म त लाग्छ नि खानासाना खाँदा 9 बजीतिर 10 मम्मीहरू सुत्दा त जहिले 10 बज्ने हो 10 बजे बिहान चाहिँ कति बिहान 5 बजे हजुर ए 5 बजेदेखि के भन्नुहुन्छ पहिलाको त्यो दुःख 2 घन्टा सुताएर अहिले कमसेकम सुत्नु पाइराख्नु भएको छ फेरि व्यापार पनि विकास भइरहेछ होइन वृद्धि भइरहेछ यस्तो के अब दिउँसभरि काम गरेर अनि होइन थकित ज्यान हुन्छ नि त थकित ज्यान भए अनुसारले राम्रो भए अनुसारले त निन्द्रा पनि मिठै लाग्दो रहेछ अहिले म पनि बुझ्दैछु बिस्तारै अब कोही अब मान्छेहरू काम नपाएर भौतारिरहनु भएको नि त त्यसो भएपछि मान्छेलाई निन्द्रा नलाग्ने टेन्सन हुन्छ नि त अहिले हामीलाई यो दुःख अनुसारले दिउँसभरि काम गरेपछि साँझमा थकेले यस्तो लोत भइन्छ नि अनि त्यो थकेलापछि कुनै बेला चाहिँ खाना खाएर सुत्नु जस्तो अब सुत्ने बित्तिकै निद्रा आइन्छ त्यो निन्द्रा जति मिठो केही पनि नहुने छ कि आफ्नै मेहनतको निन्द्रा हुन्छ नि त त्यो चाहिँ राम्रो मम्मीहरू नि एकदम खुसी हुनुहुन्छ अब यहीँ सपोर्ट गरेर अब म यहीँ बसिरहेको छु भाइले आफ्नै काम गरिरहेछ जे होस् फ्यामिली त्यसरी अब हामी 3 जनाले राम्रोसँग गरिरहेको छौँ नि त अनि पहिला भन्दा नि एकदम राम्रो अब पहिला सुरुमा त अब यस्तो व्यापार पनि हुँदैन थियो नि त अहिले पछि भएछ त अब जो पनि देउराली खुवाउदियो भन्ने चिनिन थाल्यो नि त अनि चाहिँ खुसी लाग्ने कि एकदम मम्मीहरू पनि एकदम खुसी हुनुहुन्छ यो सुनेर अब अहिले सामाजिक सञ्जालमा नि अलिक व्यापक भाइरल भइराख्नु भएको छ थप वृद्धि भयो भने 1000 लिटर जति बेच्नु पर्यो भने सक्नुहुन्छ तपाईँहरू उत्पादन सकिन्छ उत्पादन गर्न के भने भट्टी नै थपेर गर्नुहुन्छ कि के गर्नुहुन्छ भट्टी थपिँदैन त्यसैमा अब काम त 2-3 वर्ष सकिन्छ 2-3 वर्षसम्म लाग्यो भने बेलुका 4-5-6 बजीसम्म लाग्छ त्यति हो नि अलिकति समस्या छैन बजारको माग पुर्याउन समस्या छैन समस्या छैन माग जति माग भए पनि पुर्याउन सक्छौँ हामीले के छ योजना चाहिँ के छ अब 200बाट 500 500बाट 800 झन् चाडबाडमा 800 अब थप योजना के तपाईँहरू के योजना गरिराख्नु भएको छ कि के छ अब हाम्रो यस्तो हुन्छ अब किसान थपिनु भयो भने हजुर अब किसानले यहीँ दुध ल्याउने भन्नुभयो भने उहाँहरूले नै ल्याउने हो हुन्छ हामीले नाइ भन्दैनौँ कि दुध ल्याउनु पर्यो राम्रो खालको क्वालिटीको दुध भयो भने हामीले नाइ भन्दैनौँ उहाँहरूले ल्याएको दुध हामीले मजाले घोटेर बेच्न सक्छौँ किसानहरू चाहिँ के भन्नुहुन्छ नजिकै अब तपाईँहरू दुध सबै राखिराख्नु भएको छ होइन नजिकै किसानहरूलाई त सजिलो छ नि अब पहिला जस्तो हिँडेर टाढा दुध पुर्याउनु पर्थ्यो टाढा अब यहीँसम्म ल्याउनलाई नि बाटो नभए त हिँडेर आउनु पर्छ नि त 1 घन्टाको बाटो हिँडेर आउनु पर्थ्यो अहिले गाउँमा गाडी नै छ सुविधा छ नि त सुविधा दिएको छौँ हामीले अब उहाँहरूलाई सामान लानु पर्यो भने नि हामीले गाडीमा घरमा पुऱ्याइदिन्छौँ त्यसरी बोकेर लानु पर्दैन सिस्टम सजिलो गराएको छ हामीले अब हामीले गराइदिए अनुसार उहाँहरूले पनि राम्रै गर्नुभएको छ अहिलेसम्म जे दुध राम्रो लिएर आएर क्वालिटीको लिएर गर्नु ल अब यो पनि तयार हुन लागिसक्यो हजुर तयार हुन बाँकी तयार हजुर यसलाई चाहिँ निकाल्छौँ यसलाई निकालेर एकछिन यसलाई सेलाउनै लाग्छ 1-1.5 घन्टा चाहिँ 1-1.5 घन्टा लाग्छ सेलाउन लाग्छ यो यसरी बर्कुमा हालिसकेपछि 1-1.5 घन्टा राख्नुपर्छ अब तातै लानु खोज्नेले त तातै लानुहुन्छ हजुर सकेसम्म टाढाको बाटो लानलाई चाहिँ यो सेलाको लाँदा राम्रो हुन्छ कि तातो भन्दा सेलाको लाँदा राम्रो हुन्छ 1-1.5 घन्टापछि चाहिँ के प्याकिङ गर्नुहुन्छ कि त्यसपछि के यसपछि अब आज अब लाने जति यहीँबाट पठाउँछ हामीले हजुर अनि बढी भएको हुन्छ नि त्यो चाहिँ बेलुका प्याकिङ गरेर राख्छौँ बेलुका प्याकिङ गरेर बेलुका अब यहाँ दिउँसभरि जाने कति बिक्री हुन्छ नि त हजुर अनि बेलुका चाहिँ फ्रिजमा टक्क प्याक गर्ने हामीले कति 2 धार्नीको बनाउँछौँ 2 धार्नीको बनाएर प्याक गरेर राख्छौँ कि फ्रिजमा धार्नी सिस्टम हुन्छ नि त ठेकदारहरूले दिनलाई त त्यही भएर त्यसरी बिग्रिनु भएन यो कति दिनसम्म राख्दा नबिग्रिनु यति दिनसम्म भन्ने हुन्छ कि के हुन्छ यो अब यो त फ्रिजमा राख्नु भन्दा महिनौ दिनसम्म वर्ष दिनसम्म नि केही पनि हुँदैन केही हुँदैन फ्रिजमा राख्नु पर्यो अब बाहिर राख्ने भने नि हप्ता दिन 15 दिनसम्म यो आगोले बनाएको चाहिँ केही पनि हुँदैन मिसिनले बनाएको चाँडो बिग्रिन्छ आगोले बनाएको केही पनि हुँदैन के अब मिसावट छ भन्दा 1 दिनमै बिग्रिन्छ अब केही नमिसाएपछि त अब हेर्नु न लाइभ हेर्नु पनि तपाईँले अब मैले अघिदेखि चलाइरहेको छु चलाउँदै बाक्लेर बनिसक्यो यसमा केही मिसावट छैन नि त न चिनी छ न केही छ न चिनी छ मान्छेहरूले भन्न चाहिँ
पिठो मिसाउँछन् चिनी मिसाउँछन् भन्नुहुन्छ तर यसमा केही मिसावट हुँदैन अब नराम्रो कमेन्टहरू पनि आइरहेको हुन्छ के मिसाएको भन्न उहाँहरूलाई चाहिँ म यही भन्न चाहन्छु हेर्नुहोस् लाइभ हेरेर देख्न सक्नुहुन्छ यहाँ केही नमिसाइकन मैले यहाँ अब 6 माना दुधको खुवा पकाइसकेँ त्यतिकै चलाउँदा यो पाकी पनि सक्यो बजारमा केही नराम्रो गर्ने उसबाट त्रसित भएर सबैले नराम्रो गर्दैनन् हजुर पियर खानलाई चाहिँ देउराली खुवा उद्योगमा बेथानचोकमा आउनु पर्यो यो चाडपर्वमा चाहिँ कति अरू बेला त 500 भएन चाडपर्वमा विशेष यो दसैँतिर होला नि दसैँ तिहारमा दसैँ भन्दा नि औँसीतिर औँसीतिर हजुर औँसीमा चाहिँ कति बनाउनुहुन्छ औँसीमा त हामीले अब 5 लिटर छ भने 2-300 लिटर दुध थपेरै बनाउँछौँ झन् 7-8 700 दुधको बनाउँछौँ नि त्यो आगोसँग त तपाईँको एक किसिमको माया नै पर्यो है भाँडासँग हो कि दुध आगो गर्मी होस् जाडो होस् आगो चाहिँ प्यारै हुन्छ हामीलाई कुन बेला चाहिँ ठिक हुँदो रहेछ जाडोमा एकदम ठिक आगो ताप्दै काम गर्न पाइयो नि त हजुर हजुर अब त सामान्य लागिसक्यो होला अब त बानी भइसक्यो नि त गर्मी पनि आगोमा बस्नु नर्मल मान्छे यसरी धुवामा बस्नु सक्दैन नि त गाह्रो हुन्छ तपाईँलाई हामीलाई त बानी भइसक्यो अब तर खासै त्यस्तो धेरै धुवा चाहिँ हुँदैन यहाँ यो अब हाइटमा छ नि त अनि धुवा हुन पाउँदैन के यो गाह्रो चाहिँ कुन बेला हुँदो रहेछ सबैभन्दा गाह्रो चाहिँ यो गर्मी महिनाको नि ठ्याक्कै 11-12 बजीतिर चाहिँ लास्टै गाह्रो हुन्छ काममै गर्न नसकिने कि गर्मीले अब यताको आगो पनि भयो अनि बाहिर घामले जस्ता थाहा छ नि त अनि त्यसले पनि गाह्रो बनाउँछ कि गाह्रो छ नि सजिलो काम छैन नि देख्दा मात्रै सजिलो हो गर्न त गाह्रै छ यो पनि हजुर पेसा चाहिँ कस्तो लाग्छ अरू जागिर खोज्नु परेको छैन अरूलाई कुनै रोजगारी दिन पाइएको छ होइन एकदम राम्रो छ नि आफू अन्त गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा बसेर काम गर्नु खुवाउन नि पाइएको छ अर्ग्यानिक होइन खुवाउन मान्छेहरूलाई खुसी बनाउनु पाइएको छ यही कामले मान्छेहरूको प्रतिक्रिया चाहिँ कस्तो के पाउनुहुन्छ नि तपाईँ प्रतिक्रिया अहिलेसम्म एकदम राम्रो छ नराम्रो चाहिँ केही सुन्न पाएको छैन अहिलेसम्म होइन अब नराम्रो छ भने नि भन्नु भने हामीले चाहिँ जे होस् अहिलेसम्म एकदम राम्रो प्रतिक्रिया छ आफ्नै ठाउँमा आफ्नै परिवारसँग यसरी बसेर काम गर्नुभएको छ भन्नुहुन्छ कि कोही कोही त मलाई पनि यस्तो ठाउँमा काम मिलाइदिनु न भन्नुहुन्छ अब सिक्न आउनेहरू चाहिँ कतिको हुनुहुन्छ हेर्न आउनेले सिक्न भन्दा नि हेर्न आउनेले कसरी हो यो गर्ने भन्दा यसरी भिडियो पनि बनाउनुहुन्छ सिक्दै गरेर जस्तो गरेर भिडियो पनि बनाउनुहुन्छ अब नौले हुन्छ नि त यो काम त अब प्रायः बजार बस्नेहरूले त देख्नु भएको छैन नि त गाउँमा बस्नेलाई मात्रै थाहा हो यो काम पहिला त थाहा नै छैन खुवा भने के हो अब कुराउनी भन्ने हुँदो रहेछ नि त अन्त त अनि खुवा भने के हो यस्तो हो भन्नुहुन्छ टेस्ट गर्नुहुन्छ मिठो रहेछ भनेर कमेन्ट पनि गर्नुहुन्छ कहिलेकाहीँ बोर लाग्ने गर्दा सधैँ एउटै काम हुन्छ एउटै चलाइरहेको हुन्छ यसरी बिहानदेखि बेलुकासम्म चलाइरहँदा बोरसँग खेल्दा झ्याउ लाग्ने के कहिलेकाहीँ हुन्छ कि बोर त लाग्छ कहिलेकाहीँ अनि यसमा आफ्नै काम त हो नि बोर मानेर नि के गर्नु भन्ने सोच आउँछ कि त्यो रकम सङ्कलन गर्दा चाहिँ फेरि आनन्द आउँछ होला पैसा गर्न त हो भने जस्तो भइहाल्छ नि पैसा सङ्कलन गरेर यतिसम्म व्यापार भन्ने हुन्छ कि तपाईँहरूको मानाको केजीको हिसाबले गर्नुहुन्छ कि कस्तो अब हाम्रो केजी सिस्टम पनि हुन्छ अब यसरी अब जति चाहियो त्यति अनुसारले नै हुन्छ अब केजीको रेट हानेपछि 100-200 को पनि लानुहुन्छ नि त भनेपछि जस्तै औँसीतिर 800 भन्नुभयो होइन 800 लिटरको त्यतिखेर चाहिँ कति बन्ने भयो लगभग त्यतिखेर 150 जति केजी जति बन्छ 150 भनेको बन्छ है त्यति झन् 150 केजी झन् 1.5 लाखको खुवा एकै दिनमा जाने भयो होइन जान्छ अरू नर्मल बेला चाहिँ 50-60 हजारको नर्मल आजभोलि त अब खासै यो बर्खा बेलामा त्यस्तो धेरै 15-20 हजार त्यति नै हो अनि अब अलिक सिजन छ भने चाहिँ जान्छ 80-90 हजारकै सिजनमा चाहिँ यो चाहिँ जसले गर्ने फेरि अरू व्यवसाय चाहिँ अरूले सिको गर्ला चोर्ला डर हुन्छ यसमा चाहिँ अब जतिले गरे नि सम्भावना छ होइन बजारको अखाद्य चिजहरू चाहिँ घट्दै जाने भयो बरु प्योर पायो भने हजुर प्योर पायो भने त अब बजारको त्यो डुप्लिकेट सामानहरू त घट्दै नै जान्छ नि अवश्य नै होइन यसले गर्दा नि अब यहाँको प्योर लगेर उता लगेर अब अरू मिठाईहरू बनाउनु पनि सजिलो भयो नि त प्योरको त राम्रो पनि बन्छ यसले गर्दा मिठाईमा सुधा राम्रो बनाउनुहुन्छ कि तपाईँहरू आफै चाहिँ कतिको खानुहुन्छ नि यो हामी नि खान्छौँ बेला बेला त खाउँ लाग्छ नि त खान्छौँ हामी पनि मिठो लाग्छ है हामीलाई पनि हजुर बेला बेला खाइराख्नुहुन्छ बेला बेला खान्छौँ विदेशबाट तपाईँहरूलाई बाहिरबाट चाहिँ फोन आउने हुँदैन बाहिरबाट फोन आउन चाहिँ अब यहीँबाट हामीले बाहिर जानेको फेमिलीलाई नै पठाइदिन्छौँ 2 किलो 3 किलो लानुहुन्छ हङकङतिर गइराख्छ यो बाहिर पनि जान्छ बाहिरबाट हङकङ जान्छ अझै बढी जाने भयो अझै के भन्नुहुन्छ त्यहाँबाट नि व्हाट्सएप फोनहरू मेसेजहरू आउँछ कि हुन्छ यस्तो उहाँहरूले फेमिलीलाई कन्ट्याक्ट गर्नुहुन्छ अनि फेमिलीले हामीलाई भन्नुहुन्छ अन्तको होइन नि फेरि त्यही देउराली खुवा उद्योगकै खुवा चाहिन्छ नि भन्नुहुन्छ अनि देउराली खुवा उद्योगकै चाहियो भन्नुहुन्छ देउराली खुवा उद्योगकै चाहियो भन्नुहुन्छ अनि हामीले यहीँबाट खुवा फ्रिजमा राखेर अलि बाहिर जानलाई अलिक सारो बनाएर पठाइदिन्छौँ कि हजुर सबैभन्दा बढी हङकङ जान्छ भन्नुभयो हजुर हङकङ जान्छ बाहिरतिर गएर घिउहरू जान्छ बाहिरतिर घिउ पनि जान्छ घिउ चाहिँ के कुनै यो दिन बनाउने भन्ने हुन्छ कि लगातार बनाउनुहुन्छ हाम्रो अब अर्डर अनुसार अर्डर भन्नाले अब चाहिएकै छ भने दिनकै बनाउँछौँ अति आवश्यकै छ भने नत्र एक दिन बिराएर हामीले बनाउने यहाँ चाहिँ बन्ने चाहिँ पहिला यो सबैभन्दा बढी चाहिँ खुवाउने भयो त्यसपछि नौनी हजुर नौनी चाहिँ दिनकै हुन्छ नौनी लगभग दिन बिराएर हो हाम्रो
एक दिन बिराएर कति केजी कति केजी हुन्छ त्यो चाहिँ एक दिन बिराएर गर्दाखेरि 20-25 किलो उत्पादन हुन्छ नहुने चाहिँ नहुने हजुर अरू अनि घिउ त अब चाहियो तताइदेऊ भने मात्र हो नत्र नौनीले पुऱ्याउन सकिँदैन कि नौनीकै अर्डर धेरै हुन्छ घिउ चाहिँ अब चाहियो अब यस्तो इम्पोर्टेन्ट नै पऱ्यो भने मात्रै हो हामीले पठाउने नत्र यहाँबाट नौनी नै जान्छ कि राम्रो छ नौनी जान्छ नौनी नै बनाएर पठाइदिन्छ हामीले यो चाहिँ सुरुको भयो अब यो चाहिँ पहिला अब के पहिलाकै यो हुन्छ नि त परम्परागत युगबाट आएको भएर परम्परागत अनुसारै बनायौँ हामीले रैथाने हजुर रैथाने भन्छ यसलाई चाहिँ अनि अब दुधको माग बढी भएर खुवाको माग बढी भएर अब यसमा मात्रै सम्भव नभएर यता हामीले मेसिन पनि लिएर आएका छौँ अब चाहिँ सेकेन्ड स्टेपमा गयो हैन सेकेन्ड स्टेपमा हजुर यो चाहिँ पहिलो भयो हजुर यो चाहिँ पहिलो यहाँ चाहिँ दोस्रो अब त्यहाँ चाहिँ आगोमा 6वटा भट्टी छ हैन हजुर त्यहाँ 6वटा छ यो पनि भट्टी नै हो आगै सिस्टम हो यो हजुर हजुर यो चाहिँ के ग्यासबाट हो यो हैन नि आगैबाट हो नि यो आगैबाट हो हजुर हजुर आगोबाट कसरी अनि त्यो मोटर रहेछ कहाँबाट यो चाहिँ हामीले बाहिर आगो बाल्छौँ यो पाइपबाट चाहिँ बाफ आइरहेछ ए पाइपबाट चाहिँ हजुर हजुर बाफ आइरहेछ अनि त्यही बाफले पकाउने हो कि यो चाहिँ यति हिट दिँदो रहेछ नि हजुर एकदम हिट दिन्छ यसले त कति लाग्छ कति लिटर हाल्नुहुन्छ एक पटकमा यहाँ यसमा हामीले एक पटकमा 18-20 लिटर हाल्छौँ 18-20 लिटर अब आगो राम्रोसँग बल्यो भने यो 18-20 लिटर पाक्नलाई त्यही 18-20 मिनट नै लाग्छ कि ए हो र 1 मिनटमा एक लिटर खुवा पाक्छ कि यसमा चाहिँ ए 1 मिनटमा 1 लिटर खुवा हजुर उम्लिनलाई त 2-3 सेकेन्डमै उम्लिन्छ यो यसलाई नि हिट गर्ने भन्ने हुन्छ कि बिहान कति बजी गर्नुपर्छ यसलाई चाहिँ यसलाई चाहिँ हामीले अब 6 बजीतिर आगो बाल्छौँ ए 15-20 मिनट आधी घन्टा जस्तै तात्नै लाग्छ त्यो तातिसकेपछि चाहिँ अनि बसाल्दा हुन्छ कि यसमा एकदम उम्लिरहेछ हैन हजुर एकदम अब यो एकैछिनमा 5-10 मिनटमा पाकिसक्छ यो पाइपबाटै आगोले यस्तो दिँदो रहेछ है यो पाइपबाट बाफ आइरहेको हुन्छ हजुर अनि यो चाहिँ अन गर्ने र अफ गर्ने हो यो चाहिँ अफ भयो यो चाहिँ अब उम्लिँदैन यो चाहिँ अब बस्दै जान्छ यो अफ भएन अब यो अन भएपछि चाहिँ उम्लेर पाक्दै जान्छ त्यसले चाहिँ के टेम्परेचर भन्ने हो हजुर यो चाहिँ अब आगो कति छ भन्ने हेर्नु ल हो क्या ए कतिमा हुन्छ हाइट चाहिँ कतिसम्म हुन्छ हाइट त अब 100 भयो राम्रो आगो त अहिले चाहिँ 60-65 छ जम्मा ए 65 अब घट्दै जान्छ कि अब त्यो पनि चलाउनु पर्यो दुईटै चलाएपछि घट्दै जान्छ कि ए अहिले भने चाहिँ 65 को स्पिडमा छ हजुर 65 को स्पिड छ अब 40 मा आयो भने त यो पाक्न आधी घन्टा लाग्छ आगोले अनुसार हुन्छ नि त अब आगो बलेन भने यो पनि ढिला हुन्छ कि ए बढ्ने हुन्छ कि घट्दै जाने हुन्छ के हुन्छ आगो अब घट्दै जान्छ दुईटा पकाउनु पर्यो अनि दाउरा पनि अब अलि नबल्ने छ आजभोलि बर्खामा चिसो छ नि त अनि कति लिटर भन्नुभयो यो 18 लिटर 18 लिटरको अघि खुवा कति आउँदो रहेछ अब 6 कचौरा 7 कचौरा निस्किन्छ 7 कचौरा भनेको कति 7 केजी लगभग 6 कचौरा निस्किन्छ लगभग 3-4 किलो 3-4 केजी है हजुर यताबाट आउने भयो त्यो धुवाले चाहिँ केही असर गर्दैन यो धुवा होइन नि दुधकै बाफ हो के यो के हो र यो दुधको बाफ हजुर हजुर दुधकै बाफ हो यसले केही असर गर्दैन यसले रुगा खोकीलाई खाने बिसो हुन्छ ए हो र ए उल्टा बेसो चाहिँ हुने हजुर हजुर ए केही असर गर्दैन यो मान्छेहरु के अरे बाफले बिगार्छ भन्छ उल्टा यसले चाहिँ दुधको बाफ हो नि त धुवाको भए त गाह्रो पनि बनाएको छ तर दुधको हो कि यो चाहिँ अब यो यस्तो उम्लिरहेको छ नि त यो हाईमा उम्लिरहेपछि त अनि यो बाफ त माथि आउने नै भयो अनि त्यही बाफले हो कि अब यो बाहिर जाने ठाउँ छैन भने त भरेर यहीँ बस्ने हो नि त त्यो बढी भएर माथिबाट तोप्पा चुने हुँदैन हुन्छ नि ए हो कोही बेला त हुन्छ अनि अहिले चाहिँ अब यो झ्याल ढोकाहरू यस्तो जाली हाले अन्त अनि बाहिर जान्छ नि त सजिलो हो कि त्यस्तो त्यो आगोमा खेलाएको झन्डै 7-8 वर्ष भइसक्यो 8-9 वर्ष भयो त्यो पोल्ने यताउता गर्ने ठुलो घाउ भने केही भएको छैन तपाईँले पोल्ने अनि हुन्छ ए हो धेरै ठाउँमा पोल्या पनि छ अनि यो सुरुमा मेसिन चलाउन नजान्दा त यो अब माझ्ने बेलामा यसमा अब तीको बिलेट हुन्छ नि त बिलेटहरूले काट्ने नि कति चोटहरू लाग्यो कि यसमा अहिले चाहिँ हल्का बानी लगाएर मात्रै हो पहिला त निकै घाउचोट लाग्थ्यो मेरो त अब मेसिनले चिनिसक्यो तपाईँ अब त चिनिसक्यो अब त्यसरी काट्दैन अब बानी भयो नि त थाहा थिएन नि त सुरुमा त अहिले चाहिँ थाहा भइसक्यो अनि ए यो आगो चाहिँ आगोको हेरौँ न है यो चाहिँ मेसिनबाट भयो हैन यो मेसिन चाहिँ कहाँबाट कुन भन्नुभयो इन्डियन प्रविधि भन्नुभयो हजुर इन्डियन हो इन्डियन उहाँहरूले आएर जोड्नुभयो हजुर उहाँहरूले नै आएर फिट गरिदिनुभयो ए यो चाहिँ आगो अब यहाँबाट बोल्दो रहेछ हैन हजुर यसलाई चाहिँ यहाँ यसलाई चाहिँ यसको प्रक्रिया के गर्नुहुन्छ ए फ्यानले काम गर्ने हजुर अब ए यो फ्यानले काम गर्ने भएन हजुर फ्यानले बालिरहेको छ कि भित्र भित्र के दाउरा हाल्दिने कि दाउरा हाल्दिने म फ्यान बन्द गरेर देखाउँछु ए हजुर आउनु यता ए फ्यान बन्द भएन फ्यान बन्द भयो फ्यान आगो नजाने फ्यान चलाइ यो निकाल्न मिल्दैन क्या पोल्छ नि त अनि यहाँबाट चाहिँ हामीले दाउरा भित्र हिट नजाने भयो फ्यान बन्द गर्दा जान्छ तर धेरै जाँदैन यहाँ चाहिँ दाउरा हालेको छौँ हामीले अब यो दाउराले ए प्रविधि व्यापक रहेछ हजुर सर दाउरा हेर्नु न सबै भिजेर चिसो भयो हजुर अनि बल्दैन कि आगो राम्रोसँग कति भयो यो जोड्नु भएको चाहिँ यो जोडेको नि हामीले भयो 3-4 वर्ष भयो 3-4 वर्ष कसरी थाहा भयो यस्तो मेसिन हुन्छ भन्ने कसरी थाहा भयो यो अब अन्त नि लिएर आएको देखियो नि त यहाँबाट अब ललितपुरतिर त यहाँभन्दा छिटो लिएर भएको अनि अन्त लिएर आएको देखेर सहज धेरै सहज भयो अरे कि यो मेसिनबाट ए हजुर अनि हामीले पनि त्यही भएर अब यहाँ दुध धेरै छ नि त सकिँदैन उता मात्रै धेरै टाइम लाग्छ नि त पहिला यो मेसिन हुँदा रातिसम्म घुट्नु पर्थ्यो क्या अनि त्यही भएर
चाहिँ पहिला कसरी कति बजीसम्म गर्नुहुन्थ्यो? रातभरि नै गरिन्थ्यो लगभग 12-1 बजीसम्म गरिन्थ्यो। फेरि बिहान चाँडै उठेर फेरि बस्नु पर्यो। पहिला सिफ्टमा गर्नुहुन्थ्यो कि कस्तो? सिफ्टमा होइन, एउटै हो। भनेपछि निद्रै नपुग्ने रहेछ त। हजुर निन्द्रा पुग्दैन थियो। अहिले सजिलो भयो मेसिनले गर्दाखेरि। यो भएर त एकदम सजिलो भयो। यसमा 2-3 बजीसम्म लाग्छ अहिले। हजुर। यो चाहिँ के दुध आयो अब? हजुर दुध अब। यो कहाँ गाउँभरिको सङ्कलन भएको भन्नुभयो? गाउँ हजुर माथि हाम्रै गाउँकोबाट सङ्कलन। कति आउँछ दिनको चाहिँ यो दुध चाहिँ? दिनको 500 लिटर जति हुन्छ। 500 लिटर? हजुर हजुर। कहाँ माथि गाउँमा सङ्कलन गर्नुहुन्छ कि कसरी गर्नुहुन्छ? हजुर माथि गाउँमा डेरी छ, त्यही सङ्कलन गर्छ मान्छेलाई। 2टा डेरी छ, 2टा डेरीमा 2जना कर्मचारी। 500 लिटर खुवा पकाउन कति समय चाहिँ कति लाग्दो रहेछ? समय लाग्छ नि, यता मेसिनमै लाग्छ। दिउँसो बिहान 7 बजी सुरु हुन्छ। हजुर। दिउँसो 2-3 बजीसम्म लाग्छ। यता उता लाग्छ 5 बजीसम्म लाग्छ। 5 बजीसम्म? हजुर बिहान 6:30 बजीदेखि 6:30 बजीबाट 5 बजीसम्म लगातार है? हजुर। चाहिँ दुध आएर चाहिँ मेसिनबाट भन्ने भयो। अब दाउरा छैन हाम्रो? हजुर दाउरा पनि छ। कसरी दुध चाहिँ कसरी सङ्कलन गर्नुहुन्छ? कति छ दुध? अब फ्याट सिस्टम नि छ हाम्रो, माना सिस्टम पनि छ। हजुर। यस्तो 2 थरी नै छ कि हाम्रो चाहिँ। फ्याटमा चाहिँ कसरी, माना कसरी? फ्याटमा त्यही 16-15-50 होला, मानाको त्यही 57-58। मानाको 57-58 रुपियाँ चाहिँ? हजुर। दुध चाहिँ फ्याट अनुसार भयो होइन? फ्याट अनुसार, माना अनुसार, दुइटै अनुसार छ। हजुर। अब यो चाहिँ बिहान भट्टी बलो होइन एकछिन अगाडि? हजुर। यसरी यो हिट के हुन्छ? एक नासको हुन्छ कि? एक नास हुँदैन। फर्स्ट सेकेन्ड थर्डमा अलिक बढी हुन्छ, लास्टमा त कम भइहाल्छ। धेरै हुने। यसो पछि हुने भयो होइन? हजुर पछि चाहिँ बराबर हुन्छ हिट? पछि त्यस्तो लगभग बराबर जस्तै हुन्छ, तर अगाडिको जस्तो चाहिँ लास्टमा हुँदैन। यो चाहिँ भट्टी तातिसकेपछि होइन? हजुर। भट्टी तार्न चाहिँ कति समय लाग्छ नि? धेरै समय लाग्दैन, यो लगभग आधी घन्टा 1 घन्टा त लाग्छ नि बिहान। हजुर। यो तातिसकेपछि त फेरि राम्रोसँग भइरहेको छ, छिटो हुन्छ कि। सुरुमा त यही भट्टीबाटै गर्नुहुन्थ्यो है? हजुर यहीबाट नै हो नि। 3-4 वर्ष मात्र भयो भन्नुभयो मेसिन राखेको होइन? हजुर हजुर। पहिला यस्तो मेसिन थिएन नि त। हजुर। यो एक भाँडामा कति 6वटा भाँडा रहेछ होइन भट्टीमा? हजुर। यसरी आगो आउँदो रहेछ। यो एउटा भाँडामा चाहिँ कति लिटर हाल्नुहुन्छ एक पटकमा? यति हाल्ने? एक पटकमा यो चाहिँ अब 4 मानाको हो, व्यक्तिगत चेक गर्नुपर्ने होइन? चेक गर्नुपर्ने। यो 6 मानाको भयो, यो 4 मानाको भयो। यो ट्याग लगाउनु भएको छ नि त्यो व्यक्तिगत कस्तो दुध कसरी दिनुभयो भनेर? उहाँहरूले अब लगभग 10 माना दुध ल्याउनु भयो भने हामीले 4 माना चेक गर्छौँ। चेक गर्दाखेरि 3 पाउ खुवा पुग्यो भने सबै पैसा आउँछ उसको दुधको, पुगेन भने काटिन्छ कि। त्यस्तो हो। पानी हाले नहाले त्यसरी थाहा हुन्छ। यो चाहिँ गाईको हो, पुग्दा नि पुग्दैन यो फेरि। हजुर। के अरे एक कति 3 पाउ कति भन्नुभयो? 3 पाउ पुग्नुपर्छ, पुग्दैन यो 3 पाउ पुग्न त कति पुग्दैन, त्यो काटिन्छ कि एउटा दुध। भनेपछि 3 पाउ पुग्यो भने पुरै पैसा पाउनु भयो, 3 पाउ पुगेन भने चाहिँ काटियो होइन? काटियो त्यस्तो हो क्या। थाहा हुन्छ यस्तो भएपछि पानी हालेर छैन थाहा हुन्छ कि। कहिले चाहिँ यसरी आएन, यसो भएन जति आउनु पर्ने त्यो आएन भन्दाखेरि होइन मैले पानी हालेको थिएन भनेर किसकिस हुँदैन? हुँदैन त्यस्तो केही पनि छैन, अहिलेसम्म छैन किसकिस चाहिँ। भनेपछि फ्याट चाहिँ आफै यो खुवा अनुसार नापिने भयो होइन? आफै नापिने? हजुर हजुर। अब यो एकछिन सेलाउँछ अनि जोख्ने हो कि। यो चाहिँ मेसिनले भन्दा नि आगोले नाप्ने भयो फ्याट? हजुर। त्यता मिल्दैन नि त, अब थोरै दुधको त त्यता मिलेन। चेक गर्ने जति यतै चेक गर्नुपर्छ। यो चाहिँ दिनमा कति लिटर जति बनाउनुहुन्छ यो भट्टीमा चाहिँ? यहाँ 100-150 लिटर। 100-150 लिटर। बाँकी सबै मेसिनमा? बाँकी सबै मेसिनमा। यो अब गयो, यो बन्यो होइन? हजुर। यो कति लिटरको हो यो? 3 लिटर? यो 4 मानाको हो कि। 4 मानाको? 3 लिटर छैन, त्यो चाहिँ 3 लिटर बढी छ। यो चाहिँ 4 माना। राम्रो आयो भने 4 मानाको 1 माना बराबर आउने रहेछ है खुवा? 4 मानाको त्यस्तै हो लगभग। यसको अब यो जोख्दाखेरि 1 छटक आधी छटक 1 छटक अझ बढी पुग्दैन कि यसमा। 600 ग्राम हुनुपर्छ, 600 ग्राम पुग्दैन, 500-500 ग्राम हुन्छ कि। हजुर। माथि गाउँमा चाहिँ थोरै भन्दैन कसरी सङ्कलन हुन्छ? पहिला गाउँमा गर्नुहुन्थ्यो होइन? हजुर। पहिला झर्नुभयो, पहिलाको त्यो भन्दैन कसरी सुरु चाहिँ तपाईँले सम्झना के छ? यस्तो पहिला म अब सानै हुँदाखेरि बुवाहरूले गर्नुभयो, हजुरबाहरूले गर्नुभयो होइन? हजुरबाहरूले घरैमा गर्नुभएको, अन्त पनि जानु भएन, घरैमा गर्नुभयो। त्यस पछाडि अब ड्याडी पनि बाहिर जानुभएको थियो, अनि बाहिर गएर अनि फेरि आउनुभयो। आएपछि भएन, अब यसैलाई राम्रो गरेर व्यवसाय बनाउँछु भन्न लाग्नुभयो। ड्याडीले गरेपछि अब हामीले नि सपोर्ट गर्नु परिहाल्यो घरको बिजनेस। अनि त्यहाँ एउटा हाम्रो घरभन्दा अलिक परै आधी घन्टा जति माथि डाँडामा एउटा घर खाली थियो, अनि त्यहीँको दुध सङ्कलन गर्ने त्यहीँ घोर्ने भनेर सल्लाह भयो। अनि त्यहीँ भाडामा लिएर त्यहीँ गऱ्यौँ हामीले। त्यहाँ गरेपछि घरभन्दा माथि अर्को कम्पनी अब 2 ठाउँमा छ कि, चोरन्ने र पाट्ने खोला भन्ने छ। हाम्रो घर चाहिँ पाट्ने खोला, यो दाइहरूको घर चाहिँ चोरन्नेमा हो। अनि त्यही चोरन्नेमा एक ठाउँमा गऱ्यौँ, अनि पाट्ने खोलामा पनि एउटा घर भाडामै लिएर गऱ्यौँ हामीले। त्यतिखेर यो 5 वर्ष यहाँ आउनुभन्दा अगाडि, 5-6 वर्ष अगाडिको कुरा। अनि त्यहाँ पनि एकजना भाइलाई राखेर कामदार राखेका थियौँ।
अनि त्यहाँ गऱ्यौँ अनि त्यहाँ गरेपछि अब ड्याडी पनि राजनीतितिर लाग्नुभयो यताउति चिन्तन भयो नि त चिन्तन भएपछि अब भएन यसलाई बजारसम्मै पुर्याउने व्यवस्था गर्नु पऱ्यो भन्नु लाग्नुभयो अनि त्यस पछाडि हामी यहाँ बजारमै आयौँ बजारमा आएपछि चाहिँ जस मान्छे पनि राम्रैसँग चिनियो अब व्यापार पनि राम्रै भइरहेछ अहिलेसम्म राम्रै गरिरहेछौँ गाउँमा भन्दाखेरि यहीँ आयो भने अब यसरी दैनिक व्यापार पनि हुने त्यही भएर हामी चाहिँ यहीँ सुरु गरेँ तल झर्नु भयो यहीँ झऱ्यौँ माथि चाहिँ सुरु गर्दाखेरि तपाईँलाई सम्झना चाहिँ कति वर्ष कति वर्ष गर्नुभयो माथि चाहिँ माथि हामीले 2-3 वर्ष गऱ्यौँ होला है मम्मी त्यस्तै होइन 2-3 वर्ष माथि 2-3 वर्ष गर्नुभयो जम्मा 2-3 वर्ष यो सुरु भएको चाहिँ त्यसो भए 8-9 वर्ष भयो त्यस्तै 8-9 वर्ष भयो सुरुमा तपाईँले सुरुमा लाग्दा चाहिँ हजुरबाले गर्नु भन्नु पहिला अब मलाई थाहा हुँदा चाहिँ बुवाले अब सानोमा म त यस्तो कोरकार खाने भनेर बस्या हुन्थेँ नि त हजुर कोरकार खाने भनेर बस्या हुन्थेँ अनि अहिले अब आफै यहाँ गरिरहेको छु त्यही कामलाई अनि सुरुमा तपाईँले सम्झना हुँदा चाहिँ 1.5 कति भन्नुभयो 1.5 लिटरको मात्र बनाउँथ्यो हजुर हजुर धेरै त्यतिखेर त सस्तो पनि थियो होला सस्तो पनि थियो नि अब त्यतिखेर कति थियो नि ठ्याक्कै मलाई त थाहा नै छैन होइन अब अहिले त्यति बेला त यस्तो पैसाहरूको मतलबै हुन्थेन नि आफूलाई त अब त्यस्तो कामको खासै इन्ट्रेस्ट थिएन अब अहिले चाहिँ यही काममा लाग्यो भएर इन्ट्रेस्ट भएको हो नि त खुवा चाहिँ कति उत्पादन हुन्थ्यो के याद छ तपाईँलाई कहाँ जान्थ्यो कसरी जान्थ्यो भन्ने खुवा नि त्यही हो हाम्रो त अब पहिल्यैदेखि त्यही मान्छे रेगुलर पठाउने मान्छे हुनुहुन्थ्यो कन्ट्याक्ट भएपछि त अब खुवा गाउँमा पहिला खुवा धेरै ठाउँमा घटिन्छ नि त अनि उहाँहरूकै कन्ट्याक्टबाट खुवा पठाइन्थ्यो गाउँबाटै पठाइन्थ्यो अब अहिले नि उहाँहरूलाई नै पठाइन्छ चाहिँ तर कति पठाइन्छ भन्ने कुरा त्यति बेला मलाई केही पनि थाहा थिएन कि अहिले चाहिँ तल झरिसकेपछि चाहिँ कति जान्छ भन्नुभयो अहिले त लगभग हाम्रो दिनमा 80-90 केजी नै उत्पादन हुन्छ 90 केजी जति हजुर त्यो अब 2-3 जनालाई मिलाएर पठाउँछौँ कि हामीले उहाँहरूले कति धेरै आफै यहाँ लानुहुन्छ होइन हामीले यहाँ गाडीमा हालिदिन्छौँ पनौती यहाँ दुधको गाडी छ पल्लो डेरीको त्यो गाडीमा हालिदिन्छ पनौतीसम्म लिन आउनुहुन्छ उहाँहरू पनौती नै बस्नुहुन्छ अनि उहाँहरूले त काठमाडौँतिर लर बेच्नुहुन्छ कि काठमाडौँतिर यो चाहिँ सबैभन्दा बढी चाहिँ कुन बेला बनाउने दुध बढी कम हुन्छ कि एकनास रेगुलर हामी त एकनासै हो दुध बढे पनि अब यहाँ घट्ने यति नै हो बढे उता मेसिनमा बढ्छ यहाँ रेगुलर जति घटिन्छ त्यति घटिन्छ अनि सकेन भने उता हो कि चाडबाडको बेला चाहिँ के गर्नुहुन्छ चाडबाडको बेला अलिक चाँडै उठेर गर्ने भएर पुऱ्याउनु चाहिँ जसरी नै पुऱ्याउँछ हामीले औँसीतिरलाई बढी जान्छ नि त जसरी नै पुऱ्याउनु चाहिँ हामीले बिहान 2 बजेदेखि 3 बजेदेखि उठेर भयो भने गर्छौँ पुऱ्याउनु चाहिँ पुऱ्याउँछौँ त्यतिखेर त माग अलिक धेरै हुन्छ माग धेरै हुन्छ दुध बढाउने हो कि त्यतिखेर दुध बढाउनु अब किनभने उता ठेकेदारलाई पनि चाहिएकै हुन्छ त्यति बेला यहाँ पनि मान्छेहरूलाई पनि चाहिएकै हुन्छ नि त अनि दुध बढाइदिने कि त्यति बेला चाहिँ अब डेरीमा हाले दुध छ भने यही खुवामा ल्याउने हो कि कस्तो मान्छेले जस्तै दुध दिनेले पनि कहिलेकाहीँ अघि नै भन्नुभएको थियो दुध दिनेले पनि आफै कोसीले पनि लानुहुन्छ दुध चाहिँ कस्तो हुन्छ अब दुध बेच्नुहुन्छ अनि यहाँ आउनुहुन्छ यहाँबाट यो फलफुलहरू लानुभन्दा त यही बुढा मान्छेहरूलाई नि हुने बच्चाहरूलाई नि भने यही कोसेली बोकेर जानुहुन्छ कि अर्ग्यानिक हजुर उहाँहरूले ल्याएको दुधको पनि खलान पाउनुहुन्छ कि सुरुमा यो मिठाईहरू हुनुभन्दा अगाडि चाहिँ यही उत्पादन खुवाको भइसकेको थियो होइन गाउँमा एक किसिमको प्रचलन पनि थियो त्यही कायम भयो अहिलेसम्म होइन यो त फेरि एकदम मिठो पनि हुन्छ नि त अनि अर्ग्यानिक पनि भयो केही मिसावट पनि छैन राम्रो हो नि त हजुर आफ्नै दुधको खुवा बनेको देख्दा यसरी फेरि आफै किन्नु पर्दा चाहिँ के भन्नुहुन्छ नि के छ प्रतिक्रिया होइन आफैले त किन्नु पर्दैन जे होस् राम्रो लाग्छ खुसी लाग्छ अब सबैजना आइदिनुहुन्छ खुवा किनिदिनु हुन्छ त्यसमै खुसी लाग्छ कि आफूले गरे व्यवसाय राम्रो हुँदा त खुसी लागिहाल्छ नि होइन त्यही भयो तपाईँहरूलाई फोन गरेर मलाई दिनु पर्यो भन्ने तपाईँ अहिले चाहिँ जे ठेकदारले लिइराख्नु भएको छ यसको कहाँ पाउँछ भन्नुभयो यो चाहिँ कहाँ जान्छ पनौती पनौतीमा पाउनु पर्यो हजुर पनौती पठाउँछ अनि होइन अब काठमाडौँतिरै चाहियो भन्नुभयो भने नि हामीले त यसरी बसमा हालिदिन्छौँ यहाँबाट डाइरेक्ट काठमाडौँ जाने बस पनि पाउँछ नि त बसमा हालिदिन्छौँ अनि त्यहाँबाट हामी ड्राइभरहरूको नम्बर दिएर कन्ट्याक्ट गर्न लाउँछौँ कि उतैबाट त्यसरी पनि सजिलो बनाएको छौँ अहिले चाहिँ त्यसरी अर्डर गर्ने चाहिँ कतिको हुन्छ कि हुनुहुन्छ टन्नै हुनुहुन्छ अब हालिदिन्छौँ पनि हामी अनि एकैचोटि अलिक धेरै अर्डर गर्नु भन्छौँ नौनीहरू अझ बढी अर्डर गर्नुहुन्छ एकैचोटि 15 किलो 20 किलो नौनी अर्डर गर्नुहुन्छ के बनाउनुहुन्छ हामीले त्यही नौनी र खुवा हो अनि चाहियो भने घिउ तताइदिन्छौँ अब आवश्यक हजुर घिउ पनि अहिलेसम्म त्यति नै हो नौनी चाहिँ कतिको जान्छ नि नौनी त अब हामीले यहाँ दिनमा 20-25 किलो उत्पादन गर्छौँ त्यो एक दिनमै सकिन्छ 25 केजी हजुर 25 केजी एक दिनमै सकिन्छ राम्रो छ कि भैँसीको मात्र प्योर छ नौनी अनि हामीले अब बजारबाट ल्याउँदैनौँ यहीँ बनाउने हो आफैले अनि आफैले बनाउनु भएपछि यहीँबाट जान्छ कि नौनी चाहिँ नौनी कता काठमाडौँ जान्छ कि होइन यहीँको स्थानीयहरूले लानुहुन्छ स्थानीयले लानुहुन्छ अब उता अर्डर गरे बेला त हामीले छुट्टी अर्डर राखिदिन्छौँ नत्र यहीँको स्थानीयहरूले अब यहाँको चाहिँ एकदम राम्रो छ भन्नुहुन्छ कि सबैजनाले अनि यहीँबाट एकचोटि यहाँबाट लानुभएको मान्छेले अन्त जानुहुन्न कि दोहोऱ्याएर यहीँबाटै लानुहुन्छ सजिलो छ तपाईँहरू अहिले त प्रख्यात हुनुहुन्छ पछिल्लो समय भिडियोहरू नै चलिरहेको छ तपाईँको टिकटकहरू छ आफ्नै वेबसाइटहरू छ आफ्नै साइटहरू छ फेसबुक पेजहरू छ होइन त्यो हेरेर चाहिँ मलाई चाहियो है बहिनी प्योर बन्दो रहेछ मलाई चाहियो भनेर टाढाबाट आएको कहाँबाट आएको त्यस्तो सम्झना के छ अब
अस्ति एउटा भिडियो हाल्नु भएको थियो हजुर डेलोमा पोखराबाट खुवा चाहियो भन्नु अर्डर आएको थियो अरे कि अब हामी पोखराबाट हजुर हजुर अब पोखरासम्म त पुठाउनै सम्भव छैन हामीले है काठमाडौँसम्म हो अब काठमाडौँसम्म भयो भने चाहिँ हामीले बसमा हालिदिन्छौँ भनिरहेको छौँ जे होस् अर्डर चाहिँ धेरै आइरहेको हुन्छ अब कहाँ पाउँछ यो कुन ठाउँमा होला म पनि आउँछु मलाई नि पठाउनु भनेर कमेन्ट धेरै आइरहेको हुन्छ मैले जे होस् भ्याएको अनुसार रिप्लाई चाहिँ दिइरहेको छु अहिलेसम्म भनेपछि काठमाडौँसम्म त मजाले पठाउनुहुन्छ म पठाउँछ हामीले कसरी थोरै मात्रामा यतिसम्म अर्डर गर्नु भन्ने छ कि के छ होइन अब 1-2 किलो चाहियो भन्नुहुन्छ भने नि पठाइदिन्छौँ कि कसरी अब खुवा चाहिँ यतिको कुरा गरियो खुवा चाहिँ जस्तै काठमाडौँबाट मगाउनु भयो अन्यत्रबाट मगाउनु भयो भने तपाईँले सहज पुर्याउने ठाउँसम्म चाहिँ पठाउनु मिल्ने ठाउँसम्म चाहिँ कसरी पठाउनुहुन्छ त्यही हामीले अब यहाँ डाइरेक्ट बस जान्छ र केजीको चाहिँ प्राइसको हिसाबले चाहिँ ए त्यही हो रेट एउटै हो 650 हो केजी किलोको 650 छ अहिले केजीको 650 भनेपछि सस्तो पनि भयो है सस्तो पनि छ मिठाईको तुलनामा एकदमै सस्तो भयो अनि 1-2 केजीलाई हामी त्यस्तो डेलिभरी चार्ज पनि लिँदैनौँ त्यति यहाँबाट जति पनि पठाउँछौँ उहाँ पनि त्यति नै रेटमा दिन्छ हाम्रो कार्यक्रम हेर्ने दर्शकहरूलाई पनि यो जानकारी गराउँ कि 650 मै पियर खुवा यसै आगोमा बनिरहेको भट्टीमा बनिरहेको पियर खुवा चाहिँ पाउनु भयो हैन हजुर पियर खुवा एकदम 650 हाम्रो त्यस्तो महँगो पनि गरेको छैन हामीले ठिक्क रेट छ क्या हजुर त्यो तपाईँलाई सम्पर्क गर्नु पर्यो भने चाहिँ केमा गर्ने हाम्रो कन्ट्याक्ट नम्बर छ हजुर नमराज केसीको हजुर 9855 055 055 91 यसमा कन्ट्याक्ट गर्नुभयो 055 91 9855 055 91 मा फोन गर्यो भने पियर खुवा खान पाइयो हैन एकदम पियर खुवा खान पाइयो अब यहीँ आएर बनाएरै खान्छु भन्नु पनि पाइयो फेरि लाइभ हेर्न पनि पाइयो लाइभ हेर्न पनि पाइयो यहीँ आएर चलाउँछु भिडियो बनाउँछु टिकटक बनाउँछु भन्नु पनि पाइयो यहीँ आउनलाई चाहिँ एड्रेस चाहिँ कसरी आउँ यहीँ आउनलाई अब काठमाडौँबाट रत्नमार्गबाट नेपाल यातायात आउँछ यहाँ ढुङ्खरका आउने डाइरेक्ट त्यसमै आउँदा नि भयो अब बनेपासम्म पनौतीसम्म आएर अनि पनौतीबाट खोपाची हुँदै आउने बस पनि आउँछ त्यसमै आउँदा पनि भयो त्यो ठाउँलाई चाहिँ के भन्छ यो ठाउँलाई बेथाञ्चोक गाउँपालिका वडा नम्बर 2 ढुङ्खरका गेलडुङ बजार भन्छ यसलाई चाहिँ बजारबाट तपाईँहरूको प्रख्यात आफै प्रख्यात हुनुहुन्छ खुवा बन्ने ठाउँ भन्यो भने हैन हजुर अब खुवा पनौतीमा आएर ढुङ्खरका जाने बस कुन भनेर सोध्नुभयो भने पनि उहाँहरूले भनिहाल्नुहुन्छ अब उहाँहरूलाई कोहीलाई त नौरो लाग्छ नि त पनौती भन्ने ठाउँ पनि त्यहाँबाट ढुङ्खरका आउने बस पनि पाइन्छ 1-1 घन्टामा लाग्छ बस पनि त्यस्तो समस्या छैन बसको अलि बर्खा बेलामा बाटोको चाहिँ हल्का समस्या हो यहाँ बाटोको चाहिँ अलि समस्या रहेछ खोला बाटोको अलि समस्या छ अब बन्दै छ बिस्तारै अब पहिला त राम्रो थियो बाढीले गर्दा बिगारे हो बन्दै छ त्यो पनि अब यहीँ आउनलाई नि गाह्रो छैन त्यस्तो काठमाडौँबाट 2 घन्टा 2.5 घन्टामा त आइहालिन्छ नि धेरै टाढा पनि होइन जस यहीँ आएर राम्रोसँग आफैले बनाएर हेरेरै कोहीलाई त विश्वास पनि लाग्दैन प्योर हो भन्ने विश्वास लाग्दैन भन्नुहुन्छ फेरि 450 भन्दाखेरि सस्तै रहेछ भन्ने हुन्छ सस्तो माल फेरि केही मिसावट हुनसक्छ भन्ने नि हुनसक्छ त्यही भएर यहीँ आएर आफैले बनाएर हेरेर लान पनि सक्नुहुन्छ भने पनौतीमा नि प्योर पाइयो तपाईँहरूको के भनेर पनौतीमा चाहिँ के भनेर लाने पनौतीमा यस्तो अब पसल चाहिँ होइन है यस्तो पसल छैन अब हामी त यहाँबाट डाइरेक्ट ठेकेदारलाई दिएपछि उहाँहरूले नि स्टक राखेर उहाँहरूले नि अनि त काठमाडौँ पठाउने हो क्या त्यसरी बनाएरै पठाउने ठाउँ चाहिँ होइन पनौतीमा अब तर प्योर चाहिँ हामीले यहीँबाट पठाएको त्यहाँबाट नि पठाउने नै हो प्योर चाहिँ प्योर नै हुन्छ केही मिसावट हुँदैन त्यो चाहिँ एउटा मान्छेले सबै धेरै खानेले चाहिँ कतिसम्म खान सक्दो रहेछ यहीँ आएर अथवा कोही ग्रुप आएर खानेहरू होइन मान्छे अनुसार हुँदो रहेछ कोही अब धेरै अब 1-2 पाउ 3 पाउ नै खाने सक्नु नै आउनुहुन्छ 3 पाउ हजुर खान सक्नुहुन्छ कोही 1 केजी 3 पाउ होइन त्यस्तै आधी केजी भन्दा माथि आधी केजी भन्दा माथि लगभग 3 पाउसम्म खाने मान्छे नै आउनुहुन्छ कोही 50 रुपियाँदेखि 100 रुपियाँभन्दा बढी खान नसक्ने नै आउनुहुन्छ कि 50-100 को भने चाहिँ नर्मल मान्छेले एकजनालाई ठिक्क हुन्छ 50-100 को यहीँ आएर कम्पिटिसन गर्ने त्यस्तो ग्रुपहरू आउँछ कि आउँदैन त्यस्तो अब ठिकै त्यस्तो कोही त भइहाल्नुहुन्छ होइन तर यहीँ आएर खाने मान्छेहरू चाहिँ बढी आउनुहुन्छ ए 3 पाउसम्म पचाउन सक्दो रहेछ पियर सक्नुहुन्छ कोही मान्छेले त खानुहुन्छ यहाँ आएर नि ए हजुर देउराली खुवा उद्योगको जननी अहिले चाहिँ खासमा सुरुमा दुःख गर्नु भएको अहिले चाहिँ के अरे नबिना केसीको बहिनीकोबाट चाहिँ बढी चिनिन्छ चाहिँ अहिले तर यसको जननी चाहिँ देउराली खुवा उद्योगको चाहिँ 2 जना यहाँ हुनुहुन्छ सञ्चालिका उहाँकै अनि 2 जना हुनुहुन्छ र उहाँसँग थोरै यसको बारेमा यसको विगतको बारेमा यसको कथाको बारेमा बुझ्नेछौँ यो सुरुवात चाहिँ कसरी गर्नुभयो हजुर भनिदिनु न यसको सुरुवात चाहिँ हामीले अब बुवाहरूले पनि पहिला गरिरहनु भएको थियो घरमा माथि गाउँमा बुवाले पनि गरिराख्नु भएको थियो भनेपछि थुप्रो वर्ष भइसकेको छ एकदम धेरै वर्ष भयो अनि त्यस पछाडि म अब बुवाहरूले अब गर्नु सक्नुहुन्न मैले पनि सानोतिनो सुरु गरेँ गाउँमै र म अरूकोमा नि यसरी काम गर्न गएको थिएँ हजुर र त्यस पछाडि अरूहरूको पनि काम गर्न ज्यालाको रूपमा काम गर्न गइरहेको थिएँ म त्यसै गरी गर्दा गर्दै ललितपुर पनि पुगेँ यता काभ्रेको यता तलालको नाच्न 4 पर्छ त्यहाँ पनि गरेँ होइन त्यो चाहिँ ज्यालाको रूपमा दैनिकी रूपमा गइयो खुवाई बनाउनुलाई यही बनाउनु हजुर ज्यालामा हिँड्यो अनि बुवाहरूले पनि गर्नुहुन्थ्यो घरमा अनि बिस्तारै अनि त्यस पछाडि मेरो चाहिँ अब लामै कथा छ सर है मेरो चाहिँ विदेश गइयो सामान्य जस्तै सुरुमा चाहिँ बुवाहरूले गर्नुभयो तर व्यावसायिक रूपमा होइन गाउँमा एकदम गाउँमा बिक्री बिक्री त होइन जाने त बजारै जाने हो बजारै जाने गाउँमा चाहिँ बिक्री हुँदैन बरु होइन त्यो बेला खुवाएको त्यति
ऊ थिएन जम्मा ठेलाहरू लाने काठमाडौँतिर बेच्ने उनीहरूले बेच्नुहुन्थ्यो हजुर अब हामीहरूले चाहिँ अहिले चाहिँ यहाँ यो जे बेथान चोकको चाहिँ अहिले तपाईँको हामीले कसैले लानु पर्यो भने यही हो पाहुनाहरू जहाँ पाहुना लाग्न जान्छौँ नि हामी अहिले पनि त्यो भएको छ होइन र एकदम राम्रो पनि त्यो छ काम त्यो के अरे बुवाहरूले बनाउनु भएको बजारको अभाव बजार त थियो एक किसिमको तर परिपूर्ण थिएन परिपूर्ण बजार थिएन पूर्ण भएन अँ। अनि त्यो भयो भने तपाईँले गर्दा गर्दै त्यसले पुगेन पुगेन तर ज्यालामा ललितपुरतिर भक्तपुरतिर गए भन्नुभयो हजुर हो सुरुमा त्यो भनिदिनु न कसरी सुरु भयो यो चाहिँ तपाईँको म चाहिँ यस्तो के अब पढाइ पनि सँगसँगै गर्दै गर्दै बुवाहरूले गरेर काम पनि हेर्दै त्यसलाई सिक्दै अनि मैले पछि लगभग आजभन्दा 7 वर्ष अगाडि चाहिँ गाउँमा माथि नै किसानहरूकै घर नजिकै भनौँ न किसान हामी जो अहिले यो दुध यहाँ आउँछ त्यही नजिक पनि काम सुरु गरेँ साथसाथै विदेशबाट आएपछि है अनि गरेँ त्यस पछाडि अब होइन अब बिस्तारै त्यो पनि दुईवटा कम्पनी थियो यस्तो सानसानो दुई ठाउँमा थियो त्यसलाई एकै ठाउँ मर्ज गरेर यसलाई यहाँ सुरुवात गरेको मैले है अनि कामको बारेमा भन्दिनँ काम चाहिँ कतिमा गर्नु भएको थियो सुरुमा कसरी यो जानु भएको थियो काम त मैले 100 लिटरबाट सुरु गरेँ हो 100 रुपियाँ 100 चाहिँ त्यो बेला त हाम्रो 10-11 रुपियाँ फाइट थियो अनि मानाको सिस्टम मानाको लगभग 57 के अरे 57 भनाउँछ 42 जति थियो त्यस्तो त्यो बेलाको रेट के 42 रुपियाँ हजुर अब बुवाहरूले गर्दा त 11 रुपियाँ माना थियो 11 रुपियाँ हजुर हाम्रै घरमा काम गर्दाखेरि बुवाले गर्दाखेरि होइन भनेपछि अब अहिले चाहिँ अलिकति मार्केट पनि छ हजुर राम्रै चलेकै छ अहिलेसम्म अब कोही बेला रुडाबाडी तपाईँको कोरोनाको बेला चाहिँ पुरै बन्द भयो त्यो बेला दुधै बेच्न सकिएन हजुर दुधै बेच्न सकेन खुवा त बेच्ने सम्भावना थिएन त्यो बेला त्यसै अब त्यो कोरोनाभरि त्यस्तै हामीले चाहिँ बस्नु पऱ्यो किसानहरूले पनि दुःख पाउनु भयो दुध सबै फाल्नु पऱ्यो होइन र अब अहिले चाहिँ त्यो परिस्थिति अब बारीमा चाहिँ अलिकति समस्या भोग्यो तर बारीमा भोग्यो पनि किसानलाई हामी सकेसम्म बोकाएर ल्याएर भयो भने चलाएका थियौँ कि 81-82 जति 11-12मा चाहिँ ठुलो बारीको हो नि त यहाँ त्यो बेला चाहिँ हामीले किसानलाई यहीँ ल्याइदेऊ हामी अब जेनेरेटर चलाएर हुन्छ कि कसरी हुन्छ त्यसलाई गर्छौँ भन्दा उहाँहरूलाई हामीले त्यति रोकेनौँ त्योभन्दा पछाडि अब सानोतिनो बारी त आइरहन्छ तर सामान कटाउनु सकिरहेको छ अहिलेसम्म है र दुःख चाहिँ धेरै हो यो दुःख काम एकदम तपाईँको अब यहाँ यसरी काम गर्नु पर्दाखेरि कोही काहीँ केही परेर केही हिँडिहाल्नु पर्यो भने पाइएन यो चाहिँ भोलि गरौँला भन्ने काम पनि पाइएन किन यो त रेगुलर कन्टिन्यू चल्नुपर्छ यो चाहिँ अब मकै बारीमा खेतकारमा पऱ्यो भोलि गरौँ भन्ने पाइयो यो चाहिँ यसरी आयो चलाइसकेपछि अब यहाँ एक्लै भए मैले त चम्चाले सुधो भात खाएको छु कि मान्छेको पालन नदिने मान्छे नभएर किनभने छोड्न मिल्दैन डर छ माल सामान त राम्रो बनाइदिनु पऱ्यो र यो दुःख काम चाहिँ एकदम दुःख चाहिँ अब दाउरा पनि सबै किन्नु पर्ने अब वनमा जाने सम्भावना छैन है यस अब अहिले चाहिँ हामी परिवार सबै लागेर यसै गरी दिनचर्या चलाइरहेछौँ यसरी बिक्री हुन्छ भनेर सोच्नु भएको थियो एक दिन यस्तो दिन आउँछ होइन यो चाहिँ सोच्नु त सोचेको थिएन अब बिक्री वितरणले तपाईँ अभाव भएर अर्को काम गर्नुभयो काम गरेर पनि बाहिर जानुभयो त्यसले पनि भएन होइन फेरि आएर फर्केर पुरानै पेसालाई अहिले चाहिँ एक किसिमको सफल भयो भनौँ न होइन ठिक छ यस अहिले परिवार धानलाई पाल्न धान्न होइन आफूले खर्च गर्न सबै कुरालाई अब गरिएको छ 2-3 जना रोजगारी पनि दिएको छ है किन रोजगारी दिनु पनि ठुलो कुरा हो काम गर्नलाई आफू रोजगारसँगै अरूलाई समेत रोजगार दिएको छ अब किन भन्दा अहिलेको चाहिँ ट्रेन्ड भनेको सबै विदेश जाने मात्रै कुराहरू छ होइन म चाहिँ अब गाउँमै शान्तिमा जे छ आफूले गर्न सक्ने त्यो गरेर बस्दा पनि हुन्छ भन्ने छु ललितपुर भक्तपुरमा चाहिँ कतिमा काम गर्नुभयो मैले ज्याला दिनको 200 हजुर भनेपछि महिनाको 6000 रुपियाँ त्यति हो त्यो पनि 15 दिन मात्रै पाउँथ्यो त्यो बेला सिजनमा मात्रै बनाउनु चलन थियो होइन त्यहाँबाट घरै हो फेरि जम्मा 15 दिन गर्ने हो कि त्यो चाहिँ दिनको 200 को दरले सुरुवात काम गरेँ मैले 15 दिन मात्र काम पाउने 3000 रुपियाँ कमाएर फेरि घर त्यति हो पैसा चाहिँ पाइन्छ टाइममा पैसा पाइन्थ्यो त्यसपछि बाहिरको यात्राको बारेमा भनिदिनु के बाहिर चाहिँ म 2006 मा दुबई गएँ 3 वर्ष त्यहाँ बसे पछाडि फेरि घर आएर 2 वर्ष त्यसै बसियो त्यो बेला चाहिँ काम गरिएन होइन त्यस पछाडि फेरि मलेसिया गएर 3 वर्ष त्यहाँ बसेर आएर अनि यहाँ आएर शान्ति राजनीति पनि मैले समाजसेवामा पनि लागियो अब 74 सालमा एउटा सदस्य पनि भयो त्यो काम निरन्तर मैले त्यो बेला चाहिँ गरिरहेको छु काम पनि गर्ने आफ्नो समाजसेवा पनि गर्ने त्यो चाहिँ किन भन्दा समाजसेवा मात्रै गर्छु भन्नु भने आफूलाई फेरि गाह्रो पर्छ तर काम भयो भने कामको सजिलो हुन्छ भन्ने कुराले अब अहिले चाहिँ यही काममा लागिरहेको छु पछि लगानी थप्नु भयो कि के गर्नुभयो होइन यहाँ त तपाईँको यो पहिला त माथिसँग त केही लगानी गरेको थिएन खासै केही थिएन होइन यहाँ आएपछि त मैले 40-45 लाख रुपियाँ यहाँ लगानी भइसकेको छ 45 लाख हजुर
खुवामा मात्र अब तपाईँको खुवा यो मेसिनहरू यो संरचना बनाउन हाम्रै तपाईँको गाडी दाउरा आउँछ किन्न होला सर, सबै नभए त्यसमै पठाउनु अब यो इन्डियादेखि मेसिन ल्याएको छ त्यो अब त्यो सबैभन्दा पहिला ल्याउने पनि यहाँले ल्याइयो त्यो चाहिँ एकदम त्यो पनि एकदम फाटो टेस्ट राम्रो छ नराम्रो होइन हजुर त्यो चाहिँ सजिलो पनि चाँडो छिटो त्यो चाहिँ हुन्छ अब हुन्छ भन्ने भयो लगानी गरेको त्यति हुन्छ भन्ने भयो बेलुकाको हुन्छ जोखिम जोखिम छैन अब तपाईँको यहाँ अब यो बेथानचोकमा पनि अब जोखिम त किन नहुनु अब कम्पनी त अरू हुन्छ नगरौँ भन्नुभयो होइन अब के भैँसी पाल्नु पऱ्यो के खेती किसानी गर्नु पऱ्यो एउटा एउटा काम त गर्नु पऱ्यो भनेपछि उहाँहरूले पनि सपोर्ट गर्नुभयो घर परिवारले सपोर्ट गरेर अनि यो काममा हजुर दुईजनै हुनुहुन्छ होइन श्रीमान श्रीमती हुनुहुन्छ सञ्चालिका मध्ये एक हुनुहुन्छ होइन सुरुवातदेखि काम तपाईँको सहयात्री होइन तपाईँले चाहिँ अहिले पहिलाको त्यो अब सामान्य भनौँ न 2-4 केजीबाट सुरु गरेको 200 लिटरबाट अहिले हुँदा हुँदा 500-700 चाडबाडमा 800सम्म बिक्री वितरण गरिराख्नु भएको छ कस्तो लागिरहेछ अहिले चाहिँ फर्केर हेर्दा चाहिँ कस्तो लाग्छ नि पहिला धेरै दुःख नि गरियो मेसिन थिएन मेसिन नहुँदा राति 1 बजे 2 बजेसम्म खुवा पनि बनाइयो 2 बजेसम्म है 2 बजेसम्म 3 बजेसम्म एकछिन 2 घन्टा सुत्यो फेरि उठेर बिहान सुरु भयो गरेर नि गरियो ए हजुर अहिले मेसिनको सुविधा आयो मेसिनको सुविधा आएपछि अलि सुख सुविधा नि छ अब पहिलाको भन्दा पुर्याउनु पनि धेरै बनाउन नि थालियो राम्रै छ अहिले सुत्नु पाइराख्नु भएको छ हजुर सुत्नु पाइराख्नु भएको पहिलाको जस्तो छैन पहिला त अब पहिला कति घन्टा सुत्नु पहिला अहिले समय मेसिन नहुँदा चाहिँ हामीले 2-3 घन्टा सुतेर पनि काम गऱ्यौँ 2-3 घन्टा है हजुर थुप्रो वर्ष गर्नुभयो त्यसरी त्यो धेरै वर्ष गरिएन अलि समय मात्रै हो अलि समय मेसिन पछि मेसिन बन्ने मेसिन पाउने रहेछ भन्ने थाहा भयो है हजुर अनि मेसिन यो मेसिन ल्याइयो पहिला त्यो मेसिनले पनि काम गर्यो त्यो मेसिनले काम गरेपछि अलि समयमै छिट्टै सकिन थाल्यो त्यहाँभन्दा पछाडि ठुलो मेसिनै ल्याइयो सर्व चाहिँ अब के अरे अर्काको घरको अर्काको ठाउँको अर्को मान्छेको खुवा त्यो काम गरेको होइन ज्याला 3000 घरमा आउने अपुग होइन त्यहाँबाट विदेश जानुभयो विदेशमा नि एक ठाउँ भने मलेसिया दुबईबाट मलेसिया जानुभयो यहाँ आएर फेरि जानुभयो होइन त्यो त एक किसिमको छटपटाहट पनि भयो नि त होइन रकमको हिसाबले चाहिँ फेरि पुरानै पेसालाई अँगाल्नु भयो तपाईँ चाहिँ बिचमा गरिराख्नु भएको थियो कन्टिन्यू गरिराख्नु भएको थियो त्यति बेला म खेती किसानीमा थिएँ खेती किसानी मात्र खेती किसानी पछि उहाँले नै भन्नुभयो तपाईँलाई कि यही कुवा गरौँ अब भएन भन्नु खेती किसानी 1-2टा सामान्य भैँसी पालेर गुजारा मात्रै चलाउने जस्तो काम गरियो अनि त्यहाँभन्दा पछाडि अब भएन यतिले मात्रै चल्दैन बरु यही खुवाकै पेसा गर्ने भनेर उहाँले नै भन्नुभयो ए दुईजनै लाग्यो त्यसपछि लगानी झ्यापै अनि 40-45 लाख फेरि यहाँ थप्नु भएछ एकैचोटि जेनेरेटरदेखि लिएर मेसिनसम्म होइन सबै राख्नु भएछ अनि तपाईँले होइन ऊ डुबिन्छ कि हो भन्नु भएन होइन उहाँले 8 दिन भएको थियो मैले त्यस्तो सोचिनँ ए जोस बढ्न उठ्न सकिन्छ बिस्तारै बिस्तारै यहीँबाट किस्ता तिरिन्छ लोन लिएर पनि किस्ता तिर्न सकिन्छ भन्ने जस्तो आँट भयो नि त ए त्यहाँबाट खुद्रा खुवा गयो भने यो अलिअलि गरेर हामीलाई सजिलो हुन्छ भन्ने जस्तो भयो दिनजेलसम्म बजार अलिअलि भइसक्यो हजुर हजुर अहिले पहिलाको दुःख र अहिले सम्झिँदा चाहिँ के लाग्छ कस्तो लाग्छ नि पहिला धेरै दुःख गऱ्यो जे होस् पहिलाभन्दा अहिले धेरै सुख छ फुर्सदमा कुराकानी गर्नुहुन्छ होला नि यताउता पहिलाको त्यो दिन सम्झिनुहुन्छ होला कस्तो लाग्छ हजुर पहिला यति दुःख नि गऱ्यो तर अहिले यो दिन आयो सुखको दिन भयो पहिलाको भन्दा धेरै जस्तो लाग्छ पहिला हस् सफलताको शुभकामना धेरै बिक्री वितरण गर्नुहोस् धेरै बेचेको हेर्न पाइयोस् तपाईँको देउराली कुवा उद्योगको चाहिँ सबै ठाउँ पुगेको हेर्न पाइयोस् शुभकामना धन्यवाद हजुरहरूलाई धेरै धेरै धन्यवाद अब चाहिँ तपाईँहरूको पालो अब भिडियो मात्र बनाएर भएन खुवा पनि त टेस्ट गर्नु परिहाल्यो होइन यहाँ आएपछि ल अर्ग्यानिक खुवा टेस्ट गर्नु ल यहाँको चाहिँ देउराली खुवा उद्योगको यो चाहिँ खुवा टेस्ट गर्ने हो हजुर हजुर अन्तिममा चाहिँ है अनि यो त खाँदिनँ ए त्यो कि डढेको हो त्यो चाहिँ ए डढेको चाखौँ नि त पचाउँछ नि मैले ए पचाउनुहुन्छ ढुक्कले मिठो रहेछ कस्तो लाग्यो त तपाईँलाई यहाँ एकदम मिठो ल शान्त गुलियो मिठा शान्त छ एकदम शान्त चिनी रहित खुवा पनि कस्तो गुलियो हुन्छ त्यो चाहिँ रोग के सुगरले पनि खान सकिने भयो एकदम एकदम केही मिसावट छैन नि त चिनीहरू मिसावट छैन मिल्छ एकदम एकदम मिठो रहेछ ल यसरी अरूले पनि खान चाह्यो भने यहाँ लाइभ खानलाई पनि पाइयो तातो तातै खानुहुन्छ भने पनि आउनु अब तपाईँहरूलाई पठाउँदा त सिलाइसक्दा चिसो हुन्छ हामीले काठमाडौँसम्म यहीँ आएर खानुभयो भने चाहिँ तातै खुवा खानु पाउनुहुन्छ राम्रो होइन हजुर 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 अन्तमा चाहिँ हाम्रो दर्शकहरूलाई चाहिँ यो कार्यक्रम हेर्ने व्यवसाय नेपाल च्यानल हेर्ने अथवा तपाईँको यो खुवा बनाएको अहिले लाइभ हेर्ने दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ नि तपाईँहरूलाई अब यहाँ आफैले प्रत्यक्ष रूपमा खुवा घटेर प्योर खुवा खान चाहनुहुन्छ भने चाहिँ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर 2 मा रहेको देउराली खुवा उद्योगमा आउनु होला यहाँ चाहिँ एकदम शुद्ध भैँसीको दुधको मात्रै खुवा पाइन्छ एकदम मिठो अर्ग्यानिक अब नहुने चाहियो भने पनि सम्पर्क गर्न सक्नुहुन्छ मैले सम्पर्क नम्बर पनि राखिसकेँ अघि नै हजुर अब खुवा चाहियो भने यहाँ देख्न सक्नुहुन्छ यहाँ सेतो खुवा छ अब बजारतिर अन्त भन्नुहुन्छ कस्तो खुवाको कलरै सेतो छ यो त केही मिसाएको होला
खैरो हुनुपर्छ त खुवाको कलर भन्नु नि कमेन्ट देखाइरहेको थिएँ मैले यो चाहिँ अब आगो बलेपछि अनि त्यहाँबाट भैँसीको मात्रै दुधको भएपछि चाहिँ सेतै हुन्छ यो ठाउँमा गाईको र भैँसीको फरक फरक भने हुन्छ हजुर त्यो गाईको खुवा हो त्यो चाहिँ पहेँलो छ यो भैँसीको मात्रै हो यो सेतो छ नि त देख्दै थाहा हुन्छ त अनि यसरी पनि चिन्न सक्ने भयो है खाँदाखेरि मान्छेले खाँदाखेरि स्वाद पनि स्वाद त पियर चाहिँ कसरी हो भन्ने थाहा हुन्छ कसरी थाहा त्यो तरिका छ कि यो खाँदाखेरि थाहा हुन्छ पिरो हो हजुर हजुर अब पिठो मिसाएको छ भने त क्यारेक क्यारेक त्यो पिठोकै हुन्छ नि त स्वाद आउने हुन्छ नि त यसमा केही नमिसाएपछि यो त ठ्याक्कै प्योर भन्ने मानिसहरूले यो खाएपछि ठ्याक्कै प्योर हो भने ठ्याक्कै थाहा पाउनुहुन्छ स्वादले थाहा पाउनुहुन्छ कि यो चाहिँ अब एक कचरा हुन्छ यो उठाउँदा अन्तमा चाहिँ ल पियर खुवा खानलाई चाहिँ देउराली खुवा उद्योग देउराली खुवा उद्योगलाई सम्झिनु होला यस्तै अर्ग्यानिक खानलाई चाहिँ ल पियर खानलाई यहाँ आएर खान पनि सक्यो बजारबाट तपाईँहरूले मगाउनु पनि सक्नुभयो अघि नै फोन नम्बर भनिसक्नु भएको छ ल अर्ग्यानिक कार्यक्रम हेर्नलाई यस्तै अर्ग्यानिक बनाएको प्रोत्साहनको लागि कार्यक्रमको लागि चाहिँ हाम्रो व्यवसाय नेपाल हेर्नु होला होइन हस् धन्यवाद तपाईँलाई समय संवादको लागि एकदम धन्यवाद यसरी नै प्रगति थप सफलताको शुभकामना धेरै 1000-2000 लिटरको बनाउन देख्न पाइयोस् फेरि आउँदाखेरि वृद्धि भएको हेर्न पाइयोस् तपाईँहरूको व्यवसाय हुन्छ अब झन् बढ्दै जाने त हो नि यो व्यवसाय अब मानिसहरू अब गाउँमा बसेपछि बस्तु पाल्नु परिहाल्यो होइन बस्तु पालेपछि अब दुधको नि त सङ्कलन गर्नु परिहाल्यो अनि यस्तै अब दुध बजार पठाउनुभन्दा सामान बनाएर पठाएको सजिलो हामीलाई पनि आफ्नोलाई पनि काम हुने अरूलाई पनि काम हुने नि त अघि अब गाईको चाहिँ थोरै आयो भैँसीको बढी आयो है भैँसीको दुध धेरै हुन्छ नि त अब यसमा फेरि यस्तो दुधमा फ्याटमा यति फरक हुँदो रहेछ होइन यो गाईको फ्याट कम भएर चाहिँ कमायो हजुर हजुर गाईको अलिक कमै पर्छ नि त गाईको कम पर्छ भैँसीको बढी पर्छ नि हस् धन्यवाद हस् तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद